आज मैले यस्तो रुमबाट यस्तो रुम बनाएँ है साथीहरू। कसरी बनाएँ होला त हजुरहरूले त्यो थाहा पाउनको लागि पुरा भिडियो हेर्नुपर्ने हुन्छ। यस्तो रुम बनाउँछु भनिसकेपछि च्यालेन्ज गरिसकेपछि काम त गर्नु परिहाल्यो नि होइन र साथीहरू। अनि म फटाफट चाहिँ झाडु मार्न थालिसकेँ। अनि यो रुममा चाहिँ कोही बस्नु हुँदैन के, अनि यसलाई चाहिँ म सफा गरेर बस्ने रुम बनाउँदैछु। अनि फटाफट झाडुसाडु मारेर हेर्नु न म चाहिँ बसेर अम्बा खाँदैछु कि साह्रै गर्मी भयो नि त साथीहरू। अनि यो टाइम पास गरेर अनि अम्बा खाँदैछु। अनि त्यसपछि चाहिँ म लिप्न सुरु गर्नेवाला छु। अनि यो माटो साटो भिजाएर अनि यो चाहिँ लिप्न स्टार्ट गर्दैछु म चाहिँ। अनि फटाफट हामी प्रायः जस्तो पोहोर पनि दसैँ मानेनौँ नि त साथीहरू। अनि अहिले चाहिँ मान्छौँ कि मान्दैनौँ त्यो पनि थाहा छैन होइन। अनि प्राय दसैँ तिहार आएपछि मात्रै घर लिप्ने कार्यक्रम हुन्छ क्या हाम्रो चाहिँ। अघिपछि अब के लिप्नु है। अनि त्यो जाँगर पनि लाग्दैन एक त, अनि त्यो थाहा पनि हुँदैन के। अनि त्यसपछि चाहिँ म चाहिँ आज कोठा लिपेर चाहिँ बस्ने बनाउँछु भनेर कसिरहेको छु है। कस्तो हुन्छ थाहा छैन होइन। अनि म चाहिँ लिप्न सुरु गरिहालेँ साथीहरू। अनि फटाफट लिप्दैछु म चाहिँ। अनि खासै राम्रो लिप्न त आउँदैन मलाई चाहिँ। अनि यो चाहिँ यसो राम्रोको लागि लिप्दैछु म चाहिँ। कति कालो भएको के भित्ता पनि साह्रै। अनि पोहोर दसैँमा पनि लिपेको होइन नि त। अनि त्यसैले यसरी लिपेको घर यस्तो बास्ना आउँछ कि साथीहरू। यो माटोको बास्ना हुन्छ नि, मलाई यति धेरै मनपर्छ कि। यो गाउँघरमा हजुरहरूले लिप्नु भएको छ भने थाहा हुन्छ होला, यति धेरै बास्ना आउँछ कि। अनि त्यसपछि चाहिँ म लुगा धुन थालिहालेँ। हिजो अस्ति जहिले सानो सानो लुगा धोइरहेको हुन्थेँ, आज चाहिँ म ठुल्ठुलो लुगाहरू धुँदैछु। यो चाहिँ ओर्न ओछ्याउनलाई चाहियो नि त साथीहरू। अनि त्यसको लागि पनि म यो लुगाहरू धुँदैछु। अनि त्यसपछि फटाफट लुगा धुँदैछु म चाहिँ। आज यस्तो साह्रो गर्मी छ कि, अनि घाम लागेको छ नि त, लुगाहरू पनि राम्रोसँग सुक्छ। त्यसैले चाहिँ म लुगा धुँदैछु है साथीहरू। फटाफट लुगा धोएर अनि एकछिन आराम गरेर अनि म चाहिँ खाजा खाँदैछु। यो खाजा चाहिँ कहाँबाट ल्याउनु भएको त्यो त मलाई थाहा छैन। यस्तो मिठो यो खाजा के अरे खिरहरू सुजी अनि रोटीहरू दिनुभएको थियो कि मम्मीले। अनि त्यो चाहिँ म खाँदैछु। कतै राम्रै ठाउँबाट ल्याउनु भएको होला सायद। अनि यो चाहिँ फाइनली हाम्रो यो लिपेको घर यस्तो भइसक्यो। अनि त्यसपछि चाहिँ म यो ओछ्याउनलाई लगेर हिँड्दैछु है साथी। अनि यो डस्नाहरू पनि लगाएर मैले रेडी गरिसकेँ। अनि यो चाहिँ किन लगाएको भनेर सोच्नु भएको होला। अनि मेरो सानो बेबी छ नि त साथीहरू। अनि बेबीले चाहिँ सुसुहरू गर्छ नि त। अनि त्यसको लागि चाहिँ मैले यो पहिला लगाउने गर्छु कि। अनि त्यसपछि चाहिँ मेरो रुम चाहिँ यस्तो रेडी भइसक्यो कस्तो भएको छ अनि त्यो पनि कमेन्ट गर्नु होला। अनि बजारतिर बस्ने भए पो, अनि बजारतिरको यस्तो सिमेन्टको घर भए पो पुरै राम्रो देखिन्छ है। त्यही पनि हाम्रो लागि चाहिँ राम्रै छ होइन। अनि त्यसपछि चाहिँ हाम्रो लागि यही घर नै बेस्ट लाग्छ कि। अब के गर्नु होइन, अब समयले साथ दियो भने अनि राम्रै बनाउँला। अनि मेरो बेबी पनि खेलिसक्यो हेर्नु न कति खुसी भएको छ। आजलाई यति नै साथीहरू। हजुरहरूले मलाई फलो गर्नु भएको छैन भने प्लिज फलो गरिदिनु होला। अनि लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। आजलाई यति नै, बाई बाई। अनि म आउनेछु नेक्स्ट भिडियो लिएर। अनि यस्तै मेरो भिडियोहरू मन पराइराख्नु भएको छ, अझै मन पराइदिइराख्नु होला। आजलाई बाई बाई।